हेलो गाइज, नमस्ते, वेलकम टु माई भिडियो। आज चाहिँ मैले सोयाबिनको चटनी बनाउन जाँदैछु। सो यो चटनी चाहिँ मैले मेरो हस्बेन्डको लागि बनाउँदैछु है, किनभने मेरो हस्बेन्ड चाहिँ छुट्टी सकेर जानुहुँदै थियो नि त। त्यो भएर मैले चाहिँ सुक्खा खोर्सानी राखेको छु यसमा है। यसलाई चाहिँ फ्राई गर्दैछु तेलमा। सो आधा चाहिँ मैले फ्राई गरेर अलरेडी राखिसकेको छु, आधी चाहिँ फ्राई गर्दैछु होइन। अनि यसको लागि चाहिँ मैले राखेको छु लसुन पनि मैले सबै तासेर रेडी छ। लसुन पनि अब यसलाई पनि फ्राई गर्नुपर्ने हुन्छ। सो मैले लसुन हालिदिएँ है। यसलाई एकछिन चाहिँ फ्राई गर्नुपर्ने हुन्छ। त्यति बेला नै फेरि लसुन फ्राई गर्दा गर्दा मेरो चाहिँ मिसोको पार्सल आएछ। मैले चाहिँ छोरीलाई एउटा कप मगाइदिएको थिएँ नि त पानी खानुलाई है, उसको चाहिँ बिग्रेको थियो। त्यही भएर त्यति बेला मैले फेरि त्यो पार्सल पनि खोल्दैछु, कस्तो आएछ के आएछ भनेर है। हतार थियो मलाई त अब मतलब चटनी बनाउनु, तर पनि मलाई यो पार्सल हेर्नु मन लाग्यो है कस्तो आएछ भनेर। सो मैले चाहिँ खोलेर हेर्नु थालेँ कस्तो के आएछ भनेर मैले देखाउँदै थिएँ आन्टीलाई पनि। अनि यो पानी खानु त हो भन्दै यस्तो हेर्दै थिएँ, अनि राम्रै आएछ हो। सो मैले यो हेरेर पनि राखिदिएँ। अब चाहिँ फेरि कन्टिन्यू मैले चाहिँ चटनी बनाउनु जानुपर्ने हुन्छ। सो चटनीको लागि चाहिँ यो तिल पनि जरुरी छ होइन। सो यो सोयाबिनको चटनी बनाउँदा चाहिँ यो तिल पनि हाल्नुपर्छ नि त, व्हाइट कलरको। प्योर व्हाइट चाहिँ पाएको थिइनँ मैले तिल, तर यस्तै भए पनि मैले लिएर आएको थिएँ हो। सो यहाँ चाहिँ आन्टीले मलाई हेल्प गर्नुहुँदै थियो खोर्सानी कुचाउनुमा चाहिँ हो, फ्राई गरेको खोर्सानी। यता चाहिँ मैले तिल फ्राई गर्दै थिएँ। चटनी चाहिँ मैले चाहिँ न्युट्रेलाको चाहिँ ड्राई चटनी बनाएको हो। अनि यो तिल चाहिँ मैले फ्राई गर्दै थिएँ प्यानमा। फ्राई गर्दा गर्दा तिल पनि ठिक्कै फ्राई भइसक्यो। सो यता चाहिँ आन्टीले खोर्सानी चाहिँ कुचाउनु हुँदै थियो अनि न्युट्रेलामा हाल्नु हुँदै थियो। अनि मैले पनि साइडमा बसेर त्यो अघि फ्राई गरेको लसुनलाई पनि हल्का कुचाउँदै थिएँ है, ज्यादा कुचाउनु त पर्दैन। अनि यो लसुनलाई पनि अब म यहाँ हालिदिन्छु गाइज है। तपाईँहरूले कसरी बनाउनुहुन्छ, आफ्नो आफ्नो तरिका हुन्छ नि त यो बनाउने है। अनि मैले चाहिँ यसरी बनाउँछु। सो हेर्नुहोस्, लसुन पनि मैले हल्का कुचाइसकेको छु। अब यसलाई पनि न्युट्रेलामै हालिदिने छु म। यसलाई पनि हालिदिएँ है, हेर्नु सक्नुहुन्छ। अनि मैले त्यो भुटेको तिललाई पनि अब त्यो हल्का पिस्नुपर्ने हुन्छ, त्यो भुटेको तिललाई पनि। सो मैले हल्का त पिसिसकेँ, अब यसलाई पनि हालिदिन्छु। अनि खोर्सानी चाहिँ मैले अलिक ज्यादा नै राखेको छु, किनभने मेरो हस्बेन्डले अलिक ज्यादा पिरो खानुहुन्छ नि त। त्यो भएर नि बाहिर देखाउनु गएँ म चाहिँ। बाहिर चाहिँ घर बनिँदै थियो यहाँ, मालिकहरूको घर। सो यहाँ चाहिँ मैले देखाउँदैछु तपाईँहरूलाई सुपारीको बोट। यो देखेर पनि थाहा भइसक्नु भयो होला कति गरम छ भनेर। अनि आन्टीले स्टिल खोर्सानी कुचाउनु हुँदै थियो है। आधा त मैले सबै हालिसकेको थिएँ त्यो चटनीमा, अचारमा, न्युट्रेलाको अचारमा। सो हेर्दै जानु होला मैले कस्तो बनाउँछु है। तपाईँहरू पनि मन पऱ्यो भने यसरी नै बनाएर खानु सक्नुहुन्छ। अनि यहाँ मैले लगभग सबै हालिसकेँ नुनहरू। अब चाहिँ मैले तेल हाल्नुपर्ने हुन्छ गाइज है, तेल पनि हाल्नुपर्ने हुन्छ। तेल पनि हालिदिएँ। अब मिक्स गरेर चाहिँ म तपाईँलाई देखाउने छु कस्तो हुन्छ भनेर है। वेट गर्नु होला। अब सबै कुछ हालिसकेँ, अब चाहिँ खालि मिक्स गर्नु छ। सो मैले मिक्स गर्नु थालेँ गाइज। मिक्स गरिसकेर चाहिँ कस्तो हुन्छ, यस्तो भइसकेको छ मेरो चाहिँ। मिक्स गरिसकेर चाहिँ यो अलिक राम्रो देखेको छैन, तर यो चाहिँ अलिक कलर राम्रो भएको छ, तर क्यामेरामा चाहिँ त्यस्तो देखेको छैन गाइज है। मेरो चाहिँ रेडी भइसक्यो। अब यसलाई चाहिँ मैले डब्बामा हाल्नुपर्ने हुन्छ है, डब्बामा हाल्नुपर्ने हुन्छ, किनकि आज बेलुका जानुहुन्छ नि त। त्यो भएर मैले डब्बामा हालेर रेडी राख्नुपर्ने हुन्छ। सो सबै मिक्स गरेर पनि मैले टेस्ट पनि गरिसकेँ, एकदमै मिठो भएको छ। बहिनीलाई पनि मैले टेस्ट गर्नु लगाइसकेँ है, कस्तो भएको छ भने नुनहरू है सबै भइसकेको थियो। सो अब चाहिँ यसलाई म बट्टामा हालिदिने छु, हेर्दै जानु होला। सो गाइज अहिले चाहिँ मैले बट्टामा हाल्नु थालिसकेँ है अचार चाहिँ। हेर्नु सक्नुहुन्छ, मैले चाहिँ एक बट्टा पठाइदिने भनेर चाहिँ बनाएको। सो हाल्दैछु मैले। अलिकति ज्यादा बनाएँ होला सायद है, ज्यादा बनाएन पनि केही छैन, घरमा खानुपर्छ है।
हेर्नु सक्नुहुन्छ अलिक लाइटले गर्दाखेरि पछाडिबाट मेरो राम्रोसँगले देखेको छैन भिडियो। सो हेर्नु सक्नुहुन्छ डब्बामा चाहिँ यसरी भइसक्यो हो। मैले पुरा खाद्दी हालिदिएको छु गाइस। सो हेर्नु सक्नुहुन्छ यति डब्बा चाहिँ मैले पठाउँदैछु, 1 डब्बा फाइनली भइसक्यो है, मैले हालिसकेँ। अब चाहिँ लानु लागि रेडी भयो मेरो हस्बेन्डको